I love you. म तपाईलाई साच्चै के पुरा मन पराउँछु। तपाईलाई साह्रै मन पराउँछु। औ तिमी दुईजना त दुईजना छौ, म त एकजना मात्र छु। म त एकजनालाई मात्र बोयफ्रेन्ड बनाउन सक्छु नि। सुन्नुस्, म तपाईँको लागि आइफोन पनि ल्याइदिइरहेको छु होइन। सुन चाँदी हिरा मोती सबै ल्याइदिन सक्छु। तपाईँलाई केही पनि दुःख हुनु सक्दैन। तिमीलाई कहाँ घुम्नु मन छ, मेरो आफ्नो फ्लाइट छ, म त्यसमा घुमाउन सक्छु तिमीलाई म रानी बनाएर राख्न सक्छु। तर तिमी चाहिँ मेरो चाहिँ हुनु पर्यो। तिमीलाई म आइफोन त दिनु सक्दिनँ, बस यो फुल दिनु सक्छु। मेरोमा सुन चाँदी हिरा मोती केही नहोला, तर तिमीलाई कम्ती भयो नि मेरो हातले खाना खुवाउला। भलै म ऊ भन्दा धेरै गरिब होला, तर म तिमीलाई जिन्दगीभर साथ दिनेछु। तिम्रो हात कहिले छोड्ने छैन, एउटा छाया जस्तो भएर तिमीलाई साथ दिनेछु, हरेक थोकमा साथ दिनेछु। तिम्रो हात र साथ म कहिले छोड्ने छैन, बस तिमी मेरो हुनु पर्यो। तिमी मलाई माफ गरिदेऊ, म तिम्रो हुन सक्दिनँ होइन। तिमी सायद जत्तिकै धनी होस् होइन, कि माया जस्तोको पनि हुँदैन होइन। अब उसले मलाई कति सपोर्ट गर्ने रहेछ होइन। अब तिमी धनी भए पनि के गर्नु होइन। भोलिको दिनमा तिमीले मलाई हात लाउनु सक्छौ, कराउनु सक्छौ, तर उसले जस्तो माया तिमीले मलाई दिनु सक्दैनौ होइन। उठ प्रवीण, आज मैले धनलाई रिजेक्ट गरेर माया चुन्दैछु। लिनुहोस्। 2 रुपियाँ दिन्छ यसको? कति बेला मेरो एउटा छ? एउटा छ 2 रुपियाँ, 4 रुपियाँ मात्रै भयो त हामीले आज त। प्रवीण यो पनि पाएँ मैले, यिनीहरू पनि जान्छ त। आठानीमा जान्छ, आठानीमिनाहरू। अर्कोलाई एक्सेप्ट गरेको हामी आज दिन अर्कै हुन्थ्यो, बुझ्यो? गरिब भए पनि बोतल बेचेर पनि तिमीलाई खानु दिइरहेको छु होइन। मलाई चाहिँ तेरो बोतल 4 रुपियाँको जान्छ यो भए पनि हो, तिमी त्यसै गर, म त बोतल बेचेर आउँछु। ओ कृतिका, यहाँ मेरो बोतल रहेछ यी। खै यी हेर्नु त, यी यहाँ 6 रुपियाँ भयो है। 6 रुपियाँ यहाँ हाल त। तपाईँलाई कति माया गर्छु बुझ्यौ? भरे तपाईँलाई यही हातले माम खुवाइदिन्छु ल, यसरी मजाले ल। छैन अब मायाले संसार थाम्दैन रहेछ। फेरि खाना बनाउँदै गर्नु ल, म आउँदैछु। औ ए आइपुग्नु भयो? मलाई केको लागि बोलाउनु भएको थियो यति हतार हतारमा? अब कुरा त गहिरो नै छ, तिमीलाई के भन्नु र? त्यही त, तपाईँले मलाई के भन्छ भनेर त आएको। ला कसरी भन्नु, म ब्रेकअप गर्नु चाहन्छु भनेर। ब्रेकअप भन्नु पनि डर लाग्छ, अति धेरै माया गर्छ। अब के चाहिँ छ त्यस्तो कुरा चाहिँ? पर गएर गफ गरौँ न। तपाईँलाई भन्नु पनि धेरै अप्ठ्यारो लाग्छ कि। के भनिहाल्नु के छ? अप्ठ्यारो भन्दा पनि अब डर लाग्छ कि मलाई। अब हुनु त राइनीको रिस नाकको टुप्पोमै हुन्छ, भनिहाल्नु पनि मिल्दैन। पर गएर गफ गरौँ न ल। म तपाईँसँग चाहिँ किन रिसाउनु भन्नु न। पर गफ गरौँ न ल। सबै राइनीहरू कहाँ छुच्ची हुन्छ? म त छुच्ची छुइनँ, म त सिधा छु हो। म तपाईँले भनेको सबै मान्छु, म त डर लाग्छ तपाईँसँग त। यसो हेर्दा पनि सिधा त सिधा नै छ। मलाई रिलेसनमा बस्नै मन छैन, ब्रेकअप गरौँ भनेर कसरी भन्नु? अन्त घरमा मम्मी बाबा ठिकै हुनुहुन्छ? भन्नु न, केही बोल्दैन त तपाईँ त। ब्रेकअप भनेर कसरी भन्नु यार, जेसुकै होस् भनिदिनु पर्यो। मम्मी बाबा ठिकै हुनुहुन्छ भनेको? बोल्नु न, मम्मी बाबा ठिकै हुनुहुन्छ भनेको। यहाँ सुन, म तिमीलाई त्यो कुरा भनिहाल्छु ल। होस्, अब तिम्रो मन दुखे पनि दुखोस् ल, म तिमीलाई सिधै भनिदिन्छु ल, जेसुकै होस् ल। होस्, तिमीलाई म गर्लफ्रेन्ड बनाउन चाहदिनँ। म तिमीलाई सुन, तिमीले त्यो त चोरहरूलाई त्यो त हौ। सुन भर्खरलाई म चेक गरेर आउँछु को छ यहाँ। ए कोही छैन रहेछ, म त चोरहरू पला भनेर छिनाइदिउँ भनेको त। भन्नु न, तपाईँले के पो भन्दै थियो? मैले के भन्थेँ नि, तपाईँले मलाई गर्लफ्रेन्ड बनाउँदिन पनि के बे के भन्थ्यो नि। बेबी उयो उयो बिहा भनेको बिहे गरौँ भनेको। गर्लफ्रेन्ड बनाउँदिन भन्दै थियो त हौ। गर्लफ्रेन्ड किन बनाउनु, अब सिधै बिहा गरौँ, बुढाबुढी हौँ भनेको। नो गर्लफ्रेन्ड बोयफ्रेन्ड, सिधै अब बुढाबुढी। ए हेर्नु न बेबी, म जहिले पनि बोक्छु, दामी छ है। राम्रो रहेछ है। ए दामी छ त, मन पर्यो? दामी रहेछ, के भएको? दामी रहेछ। दामी छ नि खुकुरी त। हामी बे कहिले गर्नु अरे? आज आजै? जाउँ। यो त लकी हो नि, यो छ भने त जेम काम भइहाल्छ। मेरो बे हुने भयो आज। A few moments later. Fiore.